शान्ति तपाईको मनभित्रै छ, त्यसलाई बाहिरी संसारमा नखोज्नुहोस्। भगवान गौतम बुद्धले भन्नुभएको थियो। केही मानिसहरू भिडमा बस्दा पनि उनीहरूको मन शान्त हुन्छ, त केही मानिसहरू एकान्त ठाउँमा एक्लै बस्दा पनि उनीहरूको मन अशान्त हुन्छ। कसैले हामीलाई केही नराम्रो भन्दा हाम्रो मनमा विभिन्न कुराहरू खेल्छन्, जसले गर्दा हाम्रो मन अशान्त हुन्छ। त्यस्तै हामीले अरूको रिस गर्दा, आश गरेको जस्तो नहुँदा, अरूको देखासेखी गर्दा, ईर्ष्या गर्दा हाम्रो मन अझ बढी बेचैन हुन्छ। यदि तपाईले आफ्नो जीवनमा शान्ति प्राप्त गर्न चाहनुहुन्छ भने तपाईले आफ्नो मनलाई स्थिर राख्नु आवश्यक हुन्छ। जब तपाईले आफ्नो क्रोध, लोभ र घृणालाई त्यागेर दया, करुणा र प्रेमलाई आत्मसात गर्नुहुन्छ, तब तपाईले शान्ति प्राप्त गर्न सक्नुहुन्छ। आज हामी यो भिडियोमा भगवान गौतम बुद्धका जीवनका 3 उपदेश तथा ज्ञानलाई कथाको माध्यमबाट बताउनेछौँ, जसले तपाईको जीवनलाई बदल्नेछन्। आउनुहोस् भिडियोलाई सुरु गरौँ। एकैछिन सुन्नुहोस् त, म राम्रा कुरा सिकाउने मान्छे। यदि तपाईँ यस्तै राम्रा कुराहरू सिक्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौँ। नम्बर 1, आफूभित्रको लोभलाई त्याग्नुहोस्। एउटा समयको कुरा हो, भगवान गौतम बुद्ध आफ्ना शिष्यहरूसँग एउटा गाउँमा पुग्नुभयो। गाउँका मानिसहरू बुद्धको आगमनको बारेमा उत्साहित थिए। तीमध्ये एकजना धनी मानिस बुद्ध कहाँ आएर भन्नुभयो, प्रभु, मसँग ठुलो सम्पत्ति छ, सुख सुविधाको कुनै पनि कमी छैन, तर मेरो मन कहिल्यै पनि शान्त हुँदैन। म सधैँ चिन्तित र असन्तोष हुन्छु। जसरी भए पनि मलाई शान्ति प्राप्त गर्न सिकाइदिनुहोस् न प्रभु। उक्त व्यक्तिले भने। उनको कुरा सुनेर बुद्धले मुस्कुराउँदै भन्नुभयो, तिमीलाई एउटा उपाय बताउँछु। तिमी आफ्नो गाउँभरिका गरिब मानिसहरूसँग जाऊ र तिमीलाई आफ्नो सम्पत्तिबाट केही दिएर अनि मसँग फर्किएर आऊ। धनी मानिसले बुद्धको कुरा मान्यो। उसले आफ्नो धनबाट गरिबलाई खाना, लुगा र अन्य आवश्यक सामग्रीहरू बाँड्न थाल्यो। केही दिनपछि ती मानिस बुद्ध कहाँ फर्किए। बुद्धले सोध्नुभयो, अब तिमी कस्तो महसुस गर्दैछौ? धनी मानिसले उत्साहित हुँदै भन्यो, प्रभु, मैले अब साँचो आनन्द महसुस गरेको छु। मेरो मन पहिलेभन्दा धेरै हल्का र शान्त छ। अरूलाई सहयोग गर्दा वास्तविक सुख प्राप्त हुने कुराको महसुस गरेँ। बुद्धले मुस्कुराउँदै भन्नुभयो, तिमीले देख्यौ, इच्छाले मानिसलाई लोभी र असन्तोषी बनाउँछ। जब तिमीले त्यो इच्छा त्यागेर अरूको सेवा गर्न थाल्यौ, तब तिमीले साँचो शान्ति र सन्तोष पायौ। इच्छाबाट मुक्त भएपछि मात्र मानिसले साँचो सुख प्राप्त गर्न सक्छ। बुद्धको यो कथाले हामीलाई इच्छा र लोभले मानिसलाई कसरी असन्तोषपूर्ण बनाउँदो रहेछ भन्ने कुरा सिकाउँछ। जब हामी आफ्नो आवश्यकता सीमित गरेर अरूलाई सहयोग र सेवा गर्न थाल्छौँ, तब मात्र हामीलाई साँचो शान्ति र खुसी प्राप्त हुन्छ। नम्बर 2, नकारात्मक कुरालाई अस्वीकार गर्नुहोस्। एक दिन बुद्ध एउटा गाउँमा यात्रा गर्दै हुनुहुन्थ्यो। त्यस गाउँको बीचमा ठुलो पिपलको रुख थियो। बुद्धले त्यही रुखमुनि बसेर ध्यान गर्न थाल्नुभयो। उहाँले ध्यान गरेको देखेर गाउँका बच्चाहरूले आफ्नो घर छोडेर बुद्ध कहाँ ध्यान गर्न आउँथे। यसरी दिनदिनै गाउँका बच्चाहरू बुद्धसँग गएको देखेर गाउँका अन्य मानिसहरू बुद्ध भएको ठाउँमा आएर बुद्धलाई विभिन्न कुराले अपमान र गाली गर्न थाले। बुद्धले कुनै पनि प्रतिक्रिया नदिएर शान्तिपूर्वक रूपमा उक्त गाउँ छोड्नुभयो। उहाँले त्यो गाउँ छोडेर जाँदा पछि उहाँका शिष्यहरू पनि उहाँसँगै गए। उहाँका शिष्यहरूले सोधे, हजुरले तिनीहरूलाई किन जवाब दिनु भएन प्रभु? बुद्धले भन्नुभयो, यदि कसैले मलाई उपहार दिन चाहन्छ र म त्यो उपहार स्वीकार गर्दिन भने त्यो उपहार कसको हुन्छ त? शिष्यहरूले त्यो उपहार दिने व्यक्तिको हुन्छ भनेर भने। बुद्धले शान्तिपूर्ण स्वरमा भन्नुभयो, त्यसै गरी यदि मैले उनीहरूको अपमान र गाली स्वीकार गरिनँ भने त्यो उनीहरूको साथमै रहन्छ। बुद्धको यो कथाको अर्थ, हामीले अपमान र गाली स्वीकार नगर्दा मात्र हामीलाई शान्ति प्राप्त हुन्छ। जब हामीले क्रोध, रिस, डाह, अहिंसा, मोह त्याग गर्ने तथा कसैले दिएको अपमान गालीलाई अस्वीकार गर्ने हो भने हामीलाई शान्ति मिल्छ। त्यसैले तपाईँले नकारात्मक कुरालाई अस्वीकार गरेर सकारात्मक कुरा सोचेर आफ्नो मनलाई शान्त बनाउनुपर्छ। नम्बर 3, शान्ति प्राप्त गर्नको लागि मौन बस्न सिक्नुहोस्। एउटा आश्रमका सबै शिष्यहरू एक आपसमा कुराकानी गरेर रमाइरहेका थिए, तर एउटा शिष्य चाहिँ एउटा कुनामा चुपचाप बसिरहेका थिए। उनी प्राय एक्लै बस्ने र कसैसँग धेरै नबोल्ने स्वभावका थिए। आश्रममा आफ्ना सबै जिम्मेवारीहरू पूरा गरेर सबै शिष्य मिलेर एक आपसमा दिनभरिको घटनाको बारेमा कुराकानी गर्थे। तर ती शान्त बस्ने शिष्य चाहिँ एउटा बरको रुखमुनि बसेर ध्यान गर्ने गर्थे। उनको यो स्वभाव देखेर सबै शिष्यहरू आश्चर्य हुन्थे। उनको कोही पनि साथी थिएनन्।
उक्त शिष्य आश्रममा एक्लै घुम्ने गर्थे। उनको यो स्वभाव देखेर गुरु उनीदेखि प्रसन्न हुनुभएको थियो। यो आश्रममा कोही त रहेछ जसले शान्त बस्ने ताकतलाई बुझेको रहेछ भनेर गुरु खुसी हुनुभएको थियो। आश्रममा कुनै महत्त्वपूर्ण निर्णय लिनु पर्यो भने त्यो शान्त शिष्यको सल्लाह लिनुहुन्थ्यो। यही कुरा गुरुजीको अर्को शिष्यले रिस डाहा गरेको हुन्थे, किनभने उनी गुरुको प्रिय शिष्य बन्न चाहन्थे। त्यसैले उनी गुरुजीको अगाडि अरू शिष्यको कामलाई बिगारेर केही न केही कमी कमजोरी निकालेर आफूलाई गुरुजीको अगाडि महान साबित गर्न खोज्थे। प्राय उनले आफ्ना जिम्मेवारीहरू पुरै पूरा गरेको जस्तो नाटक पनि गर्थे। कसैले उनीसँग सल्लाह नमाग्दा पनि आफ्नो सल्लाह बाँड्दै हिँड्थे। उक्त शिष्य अलि धेरै बोलेको बोलै गर्थे। उनले अन्य शिष्यलाई हाँसो मजाक गरेर हँसाउने काम गर्थे, जसले गर्दा उनी अन्य शिष्यभन्दा बढी प्रसिद्ध पनि थिए। उनको यही बानीले गर्दा उनका धेरै साथीहरू थिए। जब आश्रममा केही निर्णय लिनु पर्थ्यो तब गुरुजीले उनको सल्लाह नलिएर शान्त बस्ने शिष्यको सल्लाह लिँदा उसलाई आफू अरू शिष्यभन्दा बुद्धिमान छु जस्तो लाग्थ्यो। तर गुरुजीलाई सबै शिष्यको स्वभावको बारेमा थाहा थियो। गुरुजीले धेरै बोल्ने शिष्यलाई आफ्नै तरिकाबाट शिक्षा दिएर उसको धेरै बोल्ने बानी, देखावटी गर्ने बानी र अरूमा कमी निकाल्ने बानीलाई परिवर्तन गरेर उनलाई एउटा शान्त मानिस बनाउन चाहनु भएको थियो। उसलाई ध्यानको गहिराईमा लुकेको शक्तिको बारेमा सम्झाउन चाहनु भएको थियो। उसलाई चुप रहँदाको फाइदाको बारेमा महसुस गराउन चाहनु भएको थियो। एक दिन गुरुजीले एउटा तरिका सोचेर आश्रमका सबै शिष्यलाई आफ्नो सामु बोलाउनु भयो। गुरुजीले शिष्यहरूलाई दुई दुई भागमा बाँडेर अलग अलग गाउँमा भिक्षा माग्न पठाउनु भयो। उहाँले जुन शिष्यले धेरै भिक्षा मागेर ल्याउँछ उसलाई मैले आश्रमको सम्पूर्ण जिम्मेवारीहरू पूरा गर्न दिने कुरा बताउनु भयो। शिष्यहरू जाने क्रममा गुरुजीले भिक्षा माग्दा आफ्नो अहङ्कार समाप्त हुन्छ, त्यसैले भिक्षा पुरै मनदेखि नै माग्ने कुरा बताउनु भएको थियो। कसैले पनि यो कामलाई हल्कामा नलिनु, नत्र भने जीवनको एउटा महत्त्वपूर्ण ज्ञान सिक्न सक्ने छैनौ, गुरुले बताउनुभयो। आश्रमका गुरुजीले जानी जानी धेरै बोल्ने शिष्य र चुप रहने शिष्यलाई एकैसाथ भिक्षा माग्न पठाउनु भएको थियो। धेरै बोल्ने शिष्यले आफ्नो मनमा त्यो शान्त शिष्यभन्दा म कति प्रतिभावान छु र आज गुरुजीलाई पनि धेरै भिक्षा ल्याएर देखाउँछु भन्दै मनमा नै खुसी भएको थियो। ती दुईजना शिष्यले एक आपसमा सल्लाह गरेर दुईजनाले नै गाउँको अलग अलग ठाउँमा भिक्षा माग्ने भनेर निर्णय गरेका थिए। चुप रहने शिष्यले हरेक घरमा गएर आफ्नो हात जोड्दै भिक्षाको पत्र उनीहरूको अगाडि राखिदिन्थे। उनको मुहार शान्त, उनको आँखामा एकान्त थियो। भिक्षा दिनेले उनलाई भिक्षा दिएर आफूलाई अनुग्रहित सम्झन्थे। त्यस्तै अर्को बोल्ने शिष्य प्रत्येक घरमा गएर भिक्षा माग्दा केही न केही ज्ञान दिन खोज्थ्यो, जसले गर्दा उसलाई थोरै मानिसले भिक्षा दिएर पठाउँथे। सबै गाउँभरि भिक्षा मागेर जब दुईजना एकै ठाउँमा भेट भए तब बोल्ने शिष्यले त्यस शान्त शिष्यको भिक्षा आफ्नोभन्दा 2 गुणा बढी भएको देखियो। यो देखेर बोल्ने शिष्यलाई मनमा डाहा उत्पन्न भयो। ती दुईजना भिक्षाको सामान लिएर आश्रमतिर हिँडे। बोल्ने शिष्यको दिमागमा दुवैको भिक्षा एउटै थैलीमा राखेपछि गुरुजीलाई थाहै हुँदैन भनेर सोच्यो अनि शान्त शिष्यलाई भिक्षा एउटै थैलीमा राख्न अनुरोध गर्यो। शान्त शिष्यले केही नसोची आफ्नो भिक्षा पनि बोल्ने शिष्यको थैलोमा हालिदिए। अब गुरुजीले मलाई कम प्रतिभावान सम्झनुहुन्न भनेर मनमा नै खुसी भयो। सबै शिष्य आएपछि गुरुजीले साँझमा सबैको भिक्षा जोग्दा यी दुई शिष्यको भिक्षा बढी थियो। गुरुजीले यिनी दुईजनाको अभिवादन गर्दै आश्रमका सबै शिष्यको अगाडि उनीहरूको पिठ थपथप्याउँदै स्याबास दिँदै मैले आश्रमको कारोबार तिमी दुईजनालाई दिन सक्दिन, त्यसैले तिमीहरू दुईजना मध्येमा जसले धेरै भिक्षा लिएर आएको उसैले यस आश्रमको जिम्मेवारी सम्हाल्नुपर्छ भन्नुभयो। जब गुरुजीले तिमीहरू मध्ये धेरै भिक्षा कसले ल्याएको भनेर सोध्नुभयो तब बोल्ने शिष्यले भन्यो, मैले 2 गुणा बढी भिक्षा मागेर ल्याएको थिएँ। गुरुजी, मैले एउटै थैलीमा भिक्षा हालेर गल्ती गरेँ। मलाई थाहा थिएन हजुरले यसरी निर्णय गर्नुहुन्छ, नत्र भने मैले आफ्नो भिक्षाको थैली अलग अलग राख्थेँ। उसको यो कुरा सुनेपछि गुरुजीले शान्त शिष्यलाई सोध्नुहुन्छ, के तिमी उसको कुरामा सहमत छौ? के तिमीले उसले भन्दा कम भिक्षा लिएर आएका हो? गुरुजीको यो कुरा सुनेर शान्त शिष्यले भने, गुरुजी, मसँग त्यस्तो कुनै साधन छैन जसबाट मैले साबित गर्न पाऊँ कि मैले 2 गुणा भिक्षा ल्याएको थिएँ। उसले सबै कुरा झुट बोलेको छ। उसले नै मलाई सबै भिक्षा एउटै थैलीमा हाल्न लगाएको थियो भनेर शान्त शिष्यले बताए। आश्रमको केही पर एउटा पहाड थियो जसको पछाडि सूर्य अस्ताउन लागेको थियो। गुरुजीलाई सत्य कसले बोलेको छ भन्ने कुरा त थाहा थियो, तर सबै शिष्यको अगाडि सत्य साबित गर्नलाई
गुरुजीले ती दुईजनालाई त्यो पहाड पछाडि तिमीहरूले के देखेका छौ भनेर प्रश्न सोध्नुभयो। प्रश्न सुन्दा साथ बोल्ने शिष्यले त्यस पहाड पछाडिको व्याख्या गर्दै सूर्यले आफ्नो रङ बदलेको छ, आकाशमा चराहरू उडेका छन् भन्दै थियो। त्यही बेला गुरुजीले बोल्ने शिष्यलाई चुप गराएर अर्को शिष्यलाई हेर्दा उसको आँखा श्रद्धा, भक्ति र प्रेमले भरिएर आँसु झरेको थियो। गुरुजीले उसलाई प्रश्न सोध्नै परेन। गुरुजीले सबै शिष्यलाई सम्बोधित गर्दै भन्नुभयो, मैले प्रश्न गरेको थिएँ कि पहाड पछाडि तिमीले के देख्यौ? धेरै मानिसले सुन्दर दृश्य देख्छन्, तर सुन्दरता बोलेर बताउने कुरा नभएर महसुस गर्ने कुरा हो। चुप रहने शिष्यतिर हेर्दै गुरुजीले वास्तवमा सुन्दरता यिनै शिष्यले मात्र देखेका रहेछन्, अर्को शिष्यले त केवल सुन्दरताको बयान मात्र गरेका थिए भनेर गुरुजीले बताउनुभयो। आफूले आफूलाई महान देखाउने सबै कोसिसले काम नगर्दा बोल्ने शिष्य त्यही रुन थाले। गुरुजीले उसलाई चुप गराउँदै भन्नुभयो, मलाई पहिले नै थाहा थियो तिमी झुट बोलेका छौ, तर मैले तिमीलाई झुटको महसुस गराउन चाहेको थिएँ। सबै शिष्यलाई सम्बोधित गर्दै गुरुजीले भन्नुभयो, शब्द जाल जस्तै हुन्छन्। हामी धेरै बोल्नाले धेरै समस्याहरू उत्पन्न हुन्छन्। जब कोही मानिस एउटै कुरालाई बढाइ चढाइ गरेर बोल्छ, त्यस कुरालाई सत्य साबित गर्नको लागि झुटको जालमा फस्दै गएर उक्त मानिस अन्तर्मुखी नभएर बहिर्मुखी हुन्छ। जो व्यक्तिले अन्तर्यात्रा गर्न चाहन्छ ऊ सबभन्दा पहिले चुप रहनुपर्छ। चाहिने भन्दा धेरै बोल्ने, जति बेला पनि बोलेको बोले गर्नाले हाम्रो मन मस्तिष्क वास्तविकताको अगाडि बाधा बन्छ। जब तपाईँ चुप हुने प्रयास गर्नुहुन्छ तब तपाईँ एक्लै आफ्नो समय बिताउन खोज्नुहुन्छ। एकान्तमा आफ्नो समय बिताउनु भयो भने तपाईँले हरेक कुरालाई महसुस गर्न सक्नुहुन्छ। यस कथामा शान्त मानिसले दृश्यलाई जसरी हेर्यो त्यस्तै दृश्य धेरै बोल्ने मानिसले कहिले देख्न सक्दैन। धेरै बोल्ने मानिसले सुन्दर दृश्यलाई मात्र हेरेको हुन्छ, उसले कहिले पनि सुन्दरताको महसुस गरेको हुँदैन। यदि तपाईँ शान्त रहन चाहनुहुन्छ भने तपाईँले अरूलाई प्रभावित पार्छु भन्ने सोच त्याग्नुपर्छ। धेरै मानिसहरू अरूलाई प्रभावित पार्नको लागि धेरै बोलेका हुन्छन्, आफूलाई साबित गर्न खोज्छन्, जसले गर्दा उनीहरू शब्दको जालमा फस्दै जान्छन्। बिस्तारै बिस्तारै उनीहरूको बोल्ने बानीको आदत बन्छ, जसले गर्दा उनीहरू बहिर्मुखी हुन्छन्। वास्तवमा हामी अन्तर्मुखी भएर आफूले आफूलाई जान्नु आवश्यक छ। यदि कोही व्यक्तिले शान्ति चाहन्छ तर मौन बस्न सक्दैन भने उसले थोरै थोरै समयको अन्तर राखेर मौन बस्नु आवश्यक छ। यसले गर्दा हाम्रो मौन बस्ने बानीको विकास हुनुका साथै हाम्रो जीवनमा शान्ति, आनन्द र खुसी प्राप्त हुन थाल्छ। हुन्छ त, तपाईँलाई सफलताको बाटोमा अनन्य शुभकामना छ। तपाईँ र मेरो भेट यस्तै अर्को तपाईँको जीवन बदल्ने नयाँ भिडियोको साथमा हुनेछ। नमस्कार। एकैछिन सुन्नुहोस् त, यस्तै ज्ञानको नजिक रहन अडियो बुकहरू सुन्नको लागि अडियो घर एप्लिकेसनलाई डाउनलोड गर्नुहोला।